नमस्ते। म आफ्नो अनुभवबाट यो हामीले जुन ग्रोसरिज या तरकारीहरू जुन किन्छौँ बजारबाट त्यस रिलेटेड एउटा अनुभव सेयर गर्दैछु र मैले करिब 2 वर्ष जति आफूले एग्रिकल्चर इकोनोमिक्स मार्केटिङ या कोअपरेटिभ्सको क्लासहरू पनि लिइरहेको छु डिप्लोमामा कृषिमा। त्यो आधारमा मैले जुन बजारमा जाँदाखेरि देखेँ त्यही आधारमा 3-4वटा कुरा हामीले ख्याल गर्दाखेरि हाम्रो जुन बाइङ अर एज अ कन्ज्युमर हामी सेफ साइडमा हुन्छौँ जस्तो लाग्छ। त्यसमा सबभन्दा पहिलो कुरा के हो कि हामीले कुनै पनि एग्रिकल्चर प्रोडक्ट्स या भेजिटेबल्स होस् या फ्रुट्स लिन्छौँ भने त्यसलाई चाहिँ सक्दो तपाईँले मिडलम्यान जति घटाउनु भयो त्यति त्यो राम्रो हुन्छ। जस्तै कि ट्राई एट मस्ट कि तपाईँले फार्मरबाट किन्नुहोस् एन्ड जुन बेला पनि किन्दाखेरि तपाईँले सोध्नुहोस् कि यो तपाईँले आफैले यो प्रड्युस गरेको हो कि कहाँबाट आयो। त्यो सप्लाई चेन तपाईँले सोद्धाखेरि तपाईँले थाहा हुन्छ कि कतिको मार्जिन कता गइरहेछ र त्यो तपाईँले 2-3 ठाउँमा सोध्नुभयो भने यु निड नट टु बार्गेन एट वान प्लेस। त्यो एउटा कुरा भयो र यो चाहिँ पेरी अर्बन एरियाज टाउनहरूमा सम्भव होला, सिटी एरियामा त्यो सम्भव हुँदैन। बट एटलिस्ट जेनरली इभिनिङतिरको भन्दा मर्निङको मार्केट इज मोर फ्रेस अनि प्राइस पनि त्यसमा हेर्ने हो भने मर्निङकैमा राम्रो हुन्छ। दे हार्भेस्टेड फ्रेस एन्ड तपाईँले जुन पनि भेजिटेबल या फ्रुटको त्यो टिपमै पनि देख्न सक्नुहुन्छ त्यो फ्रेसनेस छ कि नै, त्यो वाटरको पर्सेन्टेज। त्यो एउटा कुरा भयो। त्योसँगै अर्को चाहिँ बल्कमा लिने। यु नेभर बाई हाफ केजी अर 1 पाउ है, एटलिस्ट यु बाई 1 केजी अर इन इभन नम्बर, ताकि तपाईँले मानौ 45 रुपिस पर केजी समथिङ छ भने यु क्यान्ट स्प्लिट इट इन हाफ केजी। सो जहिले पनि बल्कमा लिने एटलिस्ट 1 केजी और हामीलाई जति काम लाग्छ त्यसले पनि प्राइसलाई हामीले मेन्टेन गर्ने काम गर्दछ। र अर्को चाहिँ यु मस्ट ब्रिङ योर ओन त्यो पोलिथिन अर वाट एभर त्यो आफ्नो कपडाको झोलाहरू हुन्छ त्यो लग्नुभयो भने त्यसबाट पनि जो सेलर हुन्छ दे फिल ह्याप्पी एन्ड तपाईँलाई जस मार्जिनमा 100 to 200 ग्राम दे विल गिभ यु एट फ्री अफ कस्ट। त्यो एउटा सानो हाम्रो प्रयासले यो प्लास्टिक पोल्युसन र इन्भाइरोमेन्टको हिसाबले पनि ठिक हो। र लास्ट वान चाहिँ बाई जुन कुरा हामीले भल्युममा गर्छौँ, जस्तै कि नट इन वेटमा होइन, केजीमा होइन, जस्तै कि हामीले मसालाहरू हुन्छ नि यो ग्लासमा राखेर दिइरहेको हुन्छ या एउटा मेजरिङ क्यानमा दिइरहेको हुन्छ नि, अनि मिक्स गरेर जस्तै यो 5वटा फोरन तरकारीमा हुन्छ नि त्यो मिक्स गरेर सौँफ भयो अनि त्यसपछि जिरा भयो होइन, अनि त्यसपछि त्यो टिमुरहरू भयो। त्यो चाहिँ हामीले भल्युममा लिँदाखेरि मिक्सवाला कहिले पनि नलिने। त्यसलाई चाहिँ सबैलाई सेपरेट बरु गरेर यति यति भल्युम मलाई दिनुहोस् भन्दाखेरि के हुन्छ कि तपाईँले मिक्स गर्दाखेरि लिँदाखेरि के हुन्छ कि जुन कुरा चिपेस्ट हुन्छ नि त्यो दे विल मिक्स मोर है। एन्ड त्यस कारणले तपाईँले सेपरेट बरु लिनुहोस् र त्यसलाई भल्युममा लिँदाखेरि कम्बाइन गरेर कहिले पनि नलिनु। नो निड टु बाई मिक्सचर, आई विल बाई सेपरेटली। जति सेपरेटली बाई गर्नुभयो हाई क्वालिटी प्रडक्ट जुन हुन्छ त्यो तपाईँले सेपरेट गरेर लिन सक्नुहुन्छ। र यसले चाहिँ जुन भल्युम हामीले किनिरहेको हुन्छौँ मसालाहरू स्पेसली या ग्रेन्सवाला होइन दानेदार कुराहरूमा पनि सेपरेट गरेर लियो भने र जति अनप्रोसेस्ड रूपमा यो ग्रेन्सहरूमै अब दालहरूमै होल ग्रेन लिँदाखेरि सस्तो पर्छ। सो यो बेसिक कुराहरू एउटा के बाई फ्रम फार्मर्स र त्यो सप्लाई चेन सोध्ने किन्ने बेलामा ग्रोसरिजमा र बल्कमा लिने एटलिस्ट 1 केजी, अडमा कहिले पनि नलिने, इभेनमा लिने, प्राइसमा पनि र वेटमा पनि आफ्नै प्लास्टिकको नसकेसम्म नलिने, झोला चाहिँ आफ्नै लग्ने कपडाकै। र अर्को चाहिँ भल्युममा लिँदाखेरि यु बाई सेपरेटली अल, नेभर बाई इन कम्बाइन। यो चाहिँ मेरो अनुभव थियो इकोनोमिक्स र यो ग्रोसरिजको रिलेटेड। धन्यवाद।